रुम किन खोल्दैनौ? नेपाली हो तर हेर्दाखेरि चाहिँ नेपाली जस्तो लाग्दैन भनेर पुरा रिसाइदिइरहेको। इस गयो त ढक्कन त ला। यो नमस्कार, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल द लमी थाल्नुमा। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? कहाँदेखि हेर्नुहुन्छ? सबै ठिकै राम्रै हुनुहुन्छ होला क्या। अनि 2082 सालको शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु सम्पूर्ण प्रियजनहरूलाई। भोलि चाहिँ यस्तै हो, खासै राम्रो हुँदैन। अनि आज चाहिँ हाम्रो मोमो स्पेसल भनेर आज मोमो खाना बनाउनु लाग्यो। बनाएर चाहिँ सिद्धियो। अब लास्ट स्टेजको यो लास्ट अरू सब सिद्धिसक्यो क्या। अनि यो लास्ट यता चाहिँ सुप बन्दैछ। अनि यता चाहिँ सुपमा अब छैन, सब सिद्धियो। खाना अब खाना मात्रै बाँकी छ। अनि मोमो चाहिँ कहाँ छ भन्दा यत्रो तल प्रेसर कुकरभित्र बसिरहेको छ। हाम्रो चाहिँ किचन है, किचन चाहिँ सधैँ भइराखेको छ। एउटालाई चाहिँ आज खाना बोलाएको, एउटा चिच्याउँदै रुम किन खोल्दैनौ? नेपाली हो तर हेर्दाखेरि चाहिँ नेपाली जस्तो लाग्दैन। रुम किन नखोलेको त नि? रुम कहाँ? यहाँ तलको फोन हानेको, भित्र थियो। मोबाइल हानेको, इमोमै फोन हानेको। एउटा त यता बकारामा काम गर्ने यसले आएको थियो नि, अनि खोलेर त भित्र आएको। अन्त यहाँ मोबाइल नै यहाँ हेर्न यता बसिरहेको कि पानी सिद्धिनु लाग्यो। त्यही भएर त्यो स्टिममा ढोका खोलेन भनेर पुरा रिसाइदिइरहेको। यो चाहिँ हाम्रो मोमो बनाउनु चाहिँ फेरि पुरा उसमै राइस कुकरमा, तल राइस कुकर, माथि राइस कुकरकै भाँडा। 3-4वटा राइस कुकर थियो, 3-4वटा राइस कुकर थियो। अब अरू बिग्रेर फाल्दै यो लास्ट मोमो पकाउनलाई भएको छ आनन्द। झोल चाहिँ यस्तो उम्लिरहेको थियो। यो झोल भयो। मोमो चाहिँ खतरा छ मोमो। मोमो पाकिरहेको मोमो मस्त पाकेछ। यो लास्ट हो 2 सेट। अब चट्ट खाने हो। इस गयो त ढक्कन त ला। यो ढक्कन निकाल्दा सबै आउँछ होला, खत्तम भइगयो नि त त्यत्तेरी यार। लु अब खाने कार्यक्रम सुरु भयो। यता टक्क मोमो हाल्दै भाइले यता खाना बस्न रेडी, त्यहाँ रेडी। त्यस्तो पनि हामी ल रक्सी जाने रक्सी। कोठामा लाइट नभएर अहिले चाहिँ क्यामेरा नि पुरा झिरझिर देखिया त। किनेर ल्याइदिनु नि त, हजुरको कोठा रुमसुम खेर गएको लाइट होला। यहाँ हालेको यो झिपझिप भएर आँखै मार्दिने तार छुनालिदिएको भने यो हुँदा त खतरा पूजा बिग्रियो हाम्रो रक्सी। मोमो जो पेट फुट्ने नि है नि भयो। मोमो पनि खाइयो, कम्तीमा नि 20-25वटा खाइयो होला। खाएर छ्याकछुक्क भयो। केटाहरूले भ्याए गयो, भाँडासाँडा माझ्यो। म आफ्नो भाँडा माझ्ने, खाने पकाउने। रहन चाहिँ रहेन, छ्याक्क पारियो। अलिकति रह्यो। अनि त्यो फिलिपिनी साथीहरूलाई दियो 10-12वटा। अरू टन्न खाइयो। चिसो चाहिँ तुरिएन छ, चिसो ठिकै छ। सधैँ मासु भात तिहारमा आज मोमो खाइयो। हिजो चाउमिन खाइयो, आज मोमो, भोलि मासु भात चाहिँ सधैँ, कहिल्यै नि छोड्दैन।
यस्तै छ। दसैँ हो कि तिहार हो कि के हो खै के भयो भयो। यो चाहिँ रुमभित्रै बाहिर जान त्यस्तै बाहिर गइयो रुममै बनायो। यो कसैको यता झुन्डिया मोबाइल, कसैको यता भुइँमा झुन्डिया मोबाइल, मोबाइलै मोबाइल। ल स्क्याप गरिदिने अरे साउदी अरब आएर पैसा कमायो लाखौँ लाख, सब्सक्राइब भन्न नसकेर स्क्याप भन्दै खान्। यस्ता पनि छन् मान्छेहरू, तर दाम कमाउन चाहिने चाहिँ सिप मात्रै। अब खाना पनि खाइयो, अब खाने बित्तिकै सुत्न पनि मिलेन। अनि भोलि फेरि ड्युटी काममा जानै पर्यो। घरतिर भए त आनन्द हुन्थ्यो, दसैँ तिहार माघे सङ्क्रान्ति हुँदा 2-3 दिन अगाडिबाट खानी बस्ने घुम्ने हुन्थ्यो। अब एक्लै एक्लै भएको भए त त्यस्तो वास्ता हुन्थेन। 3-4 जना भइन्छ। उहाँको चाहिँ अर्को बिल्डिङमा सेक्युरिटी काम गर्नुहुन्छ। सेक्युरिटी भन्नाले अब यसो रुमसुम हेर्ने यताउता काम गर्नुहुन्छ। त्यस्तै छ। आज चाहिँ बसौँ भनेर यसो मासु भात, उहाँले नि मासु भात सधैँ खाइरहने, हामी पनि मासु भात त खाइरहने। मोमो चाहिँ अब किन्न गयो खायो, अब पेट भरिन्न। 1500 रुपियाँ भन्छ, 10 पिस दिन्छ। खाए हुन्न, रुममै बनाउने खाने। अब ग्यास मार्नु पर्यो, किचनको लाइट साइट मार्नु पर्यो, त्यसपछि छपक्क बस्ने एकछिन आधा घन्टा 1 घन्टा, अनि पुप्लुक्क सुत्ने, फेरि बिहान उठ्ने जाने। यस्तो मरो रहेछ। केटाहरूले छ्याकछुक पारे भाँडाकुँडा खाएर ल्याङ्ग्रै हुन्छ। ल खाइयो, टन्न भइयो। के कुरा गर्ने, यस्तै छ, जति कुरा गर्ने यस्तै हो। साउदी अरबमा बसिएछ, खाइएछ, बसिएछ। केटाले गफ गरिहाल्छ चिएर। ल अन्तिममा फेरि पनि 2082 सालको शुभ दीपावली भन्छ कि के भन्छ है। तिहार दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। ल ड्याङरेङ्गै लगाएर अनि देश विदेशमा रहनुहुने सम्पूर्ण प्रियजनहरूलाई 2082 सालको तिहारको दीपावलीको हार्दिक मङ्गलमय शुभकामना होला भन्ने कसरी भयो। ल जे छ ठिकै छ, राम्रै छ। मिलाएर बुझ्नुहोस्, मिलाएर सुन्नुहोस्। अनि भिडियोलाई चाहिँ लाइक, सब्सक्राइब, सेयर, कमेन्ट के जति गर्नुपर्ने गरिदिनु पर्यो। भिडियो चाहिँ 6-7 महिनामा एउटा मात्रै आउँछ भिडियो, त्यस्तै हो। यहाँ ड्युटीमा कम्पनीमा छुट्टी छैन, अनि बाह्रैमासी दोकानमा पाइन्छ। अब त्यस्तै हो, दोकानमा आउँदा घरि के हुन्छ, घरि के हुन्छ। हाल्छु भने भिडियो अपलोड गर्छु भने हाल्छु भने हुँदैन भन्दा नि टाइम मिल्दैन। अब कहिले के हुन्छ, घरि के हुन्छ, त्यस्तै हुन्छ। ल आज चाहिँ यसो बसिया थियो र ढिलो चाँडो भयो नि यसो बनाएको। ल सबैजनालाई फेरि पनि ह्याप्पी तिहार।